टु ब्याक नोटिस गर्न पाउँदैछौँ दानवजी। देउताको रिप्ले फेरि पनि हेर्न पाउँदैछौँ। निकै मजेदार खेल देखाएका छन्। के पो खेल देखाएका छन् डेल्टाको थ्रुबाट। मतलब स्पिचलेस रहेका थियौँ। वाट अ ब्युटिफुल म्याच दिएका छन्। सोलो हेरौँ न यहाँनिरबाट ब्याक टु ब्याक किल कन्फर्मेसन गर्दैछन्, डाउन निकाल्दैछन्, टिम एक्जिट दिलाउँदै थिए। एन्ड यहाँ पनि देख्न पाउनेछ त्यो क्लच, द्याट वाज अमेजिङ। एकले मात्रै चित्त बुझेन, एउटा क्लचले मात्र चित्त बुझेन। अनि यो जम्प सर्ट, ओ माई गॉड, के रहेको त्यो डेल्टा। सायद यो म्याचमा डेल्टालाई रोक्न निकै मुस्किल रहेको छ। एन्ड म त अझै पनि इन्जोय गर्दैछु साथीहरू। डेल्टाको त्यो रिप्लेस जुन एलिमिनेसन काउन्टहरू उनले टिमको लागि कन्ट्रिब्युट गर्दै थिए। एन्ड देन द्याट वाज द फाइनल टिम टिल नाउ। अहिलेको लागि जुन स्क्वाड एलिमिनेसन फेस गराइएको थियो, एन्ड 11 देखि 12 एलिमिनेसन सोलो बनाउँदै थिए। इनफ्याक्ट ओके 11 एलिमिनेसन सोलो रहेको थियो। डेल्टाको बारेमा अब म धेरै चर्चा गर्न त चाहन्छु। निकालिएको छ डिआरएस गेमिङको तर्फबाट, इनफ्याक्ट डेल्टाको तर्फबाट निकालिएको